आज मैले टमाटर खेतीका लागि बाँसबाट टनेल निर्माण कसरी गरिन्छ भनेर संक्षिप्त जानकारी प्रस्तुत गर्दैछु। सुरुमा हामीले टनेल निर्माणका लागि आवश्यक बाँसहरू सङ्कलन गरिन्छ। बाँस सङ्कलन गरिसकेपछि आवश्यकता अनुसार खाँबाहरू तयार गरिन्छ। यस टनेलमा कुम खाँबो 9 फुट र धुरी खाँबो 11 फुट बनाइएको छ। बाँस छिटो नकुहियोस् भनेर बाँसको फेदमा हामीले कालो रङको सिन्थेटिक इनामेल प्रयोग गरेका छौँ। यसको सट्टा हामीले अलकत्रको प्रयोग वा डढेको कालो मोबिल पनि प्रयोग गर्न सकिन्छ। 6 मिटर चौडाइ र 10 मिटर लम्बाइ भएको प्लास्टिक टनेललाई आवश्यक पर्ने जग्गा, जसमा 5 मिटर चौडाइ र 9.5 मिटर लम्बाइ भएको समतल जग्गाको आवश्यकता पर्दछ। हामीले धुरी खाँबो र कुम खाँबो गाड्नका लागि अर्थ अगर ड्रिल मेसिनको प्रयोग गरी खाडलहरू खनेका छौँ। यसबाट काम अत्यन्तै छिटो र सहज हुने गर्दछ। यति गरिसकेपछि अब हामीले उक्त खाडलहरूमा कुम खाँबा र धुरी खाँबाहरू गाड्ने तयारीमा छौँ। यस टनेलमा हामीले 8वटा डाँडा र बीचमा एउटा भाटा हुने गरी 9वटा भाटाको प्रयोग गरिन्छ। भाटालाई तलबाट तारको प्रयोग गरी कसिन्छ। बीचमा एउटा भाटा र एक पाखामा 4वटा भाटा र अर्को पाखामा 4वटा भाटाहरूको प्रयोग गरिन्छ। यसरी अन्तिममा सबै तयार भइसकेपछि प्लास्टिकलाई राम्रोसँग ओडाएर चारैतिरबाट कसिन्छ। अन्त्यमा हाम्रो टनेल घरको अन्तिम स्वरूप यस्तो हुन्छ।